गाउँबाट आएको बेला त धेरै भयो आस्ताले हात कमेर उ गरेन क्या यो अलिक ठुलो ल्याउनु पर्ने छ थोरै पातलो लगाएर चिटिक्क हुन्छ कस्तो माथि अब सिमको ल्याउन ठुलो लत्तो पार्नु कानको टोनीवाला लिएर आयो भने त ठिक्क दाम हुन्थ्यो देखेको छ यो वाला त मेरो खल्तीमै छ त्यहाँ भिडियो बनाएन भिडियो एक त मेरो हात काम थियो जन आस्ता हात कम रहेछ नि त्यही भएर काम नै रहेछ त्यही पनि लाउँदाखेरि भयो त्यसले चाख्नु नबनाउनु अनि ठुलो ठुलो लाउनु मेरो कौते तक्का टाइम गरेर चढ्दा सिङ्गा क्या सिङ्गा निकाल्दा ऊ कान्छी आन्टीलाई नि लाउन दिनु न लाउने हो कान्छी आन्टीको पालो आउँदैछ त कान्छी आन्टी कानमा लगाइदिनु कानमा त्यो अलिक ठुलो बनाउने त्यो जत्रो सेतो धेरै अलिक मिठो यो ठुलो रहेछ क्या कति आइटम बनाएको धेरै आइटम छ क्या यो हामी अल्छी सबै नम्बर त यो हामी अल्छीको लागि मम्मीले बिर्सिनु होला है कुन कुन लाउनु भएको छ कुन कुन लाउनु भएको छैन यो हामी अल्छीको लागि ठ्याक्कै बनाइदिएर रहेछ मलाई यसरी राम्रो छ त कस्तो चिटिक्क सानो राम्रो बनाएछ यो हामी अल्छीको लागि गरिदिया हो अरूको लागि यो मम्मीले बिगार्नुहुन्छ कि गर्दिनँ सबै इन्डियाले के बनाएको के बनाएको औ इन्डिया जस्तो बाटो छैन पुरै नगरौँ बाबु अब कुन चाहिँ बाँकी रह्यो त बाँकी छ खै खै पर्पल छ हो त्यो छ अनि एउटा खानु पक्का पक्का तातो तातो खानु छ त खानु त आज हामीले आमा छोरी ल्याएर लगाइसक्नु भयो कि कतिचोटि लाउनु हुन्छ आन्टीले पनि त्यसै मलाई लगाइदिनु न मम्मीले सब बिगारिदिनु भयो कस्तो नराम्रो लगाइदिनु भयो मम्मीले फेरि माला मात्रै लगाउँछ ओ त्यो पनि हुन्छ फेरि फेरि धक्का पार्नु परेन असो एउटा कलर स्माइल चिज यहाँ यहाँ लाग्यो 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 माथि माथि पिङ्क कलर हराइगयो यहाँ लागेर टोपीले पुछाइदियो टोपी निको लगाइदेऊ न लाउनु भिडियो बनाउनु टोपी लगाउने यस्तै हो ऊ सब कलर पुछेको कपडिया निदर्शन तिमीहरूको दुइटै भाइका मम्मी त्यो पिङ्क कलर ल्याउनु है हजुर ल्याएपछि हो त्यो दिनु त किन छोरी ऊ यहाँ मामाको पुच्छ्यो पुछेको नारायणथानबाट आउनुहुन्छ आइसक्नु अघि माथि औ को अरू बाबु र आनन्द बाबु एउटा